साहित्यिक वाटिकामा आज हामी निबन्धको बारेमा चर्चा गर्नेछौँ। साहित्यको कुनै पनि विधाको बारेमा कुरा गर्नु त्यति सजिलो छैन, र पनि हाम्रा स्कुल कलेजमा पढ्दै गरेका विद्यार्थीहरूले विशेष गरी असमको कुरा गर्दैछु म। सबै कलेज स्कुलमा शिक्षकहरू उपलब्ध छैनन् र पढ्दै गरेका विद्यार्थीहरूलाई नेपाली एमाइलको बारेमा नेपाली एमाइल पढ्नको लागि केही चाहना हुँदाहुँदै पनि उनीहरूले पढ्नबाट वञ्चित छन्। र मैले मेरो यो युट्युब च्यानलको माध्यमबाट केही छोटकरीमा केही विषयवस्तुहरूको बारेमा केही पोख्न म गइरहेको छु। जस्तै मेरो निबन्ध पर्खाइ पाठ गर्ने अगाडि निबन्ध के हो, निबन्धको बारेमा दुई कुरा म यहाँहरूलाई भन्न गइरहेको छु। निबन्ध भनेको निबन्ध बन्द नहुने, जति लेखे पनि यसको बन्द छैन। यो संस्कृत व्याकरणको शब्द निर्माण प्रक्रियामा नि उपसर्ग लागेको बन्द धातुमा घन्य प्रत्यय लागेर बनेको शब्द हो, तर संस्कृत साहित्यमा यसको लेखन हुन सकेन। समयको गतिशीलतामा मानिसका सोचहरू बदलिँदै जान्छन् र सिर्जनाले आफ्नो रूप बदलिन्छ। कारण साहित्य सिर्जना मानवीय जीवनको उपज हो र यो समय समयमा विभिन्न रूपमा परिभाषित हुन्छ। पाश्चात्य साहित्यमा फ्रान्सेली साहित्यकार मोन्टेनले 16औं शताब्दीमा पहिलोपल्ट निबन्धको सिर्जना गरे। फ्रान्सेली साहित्यका स्रष्टा मोन्टेन उनीभन्दा पहिले निबन्धको परम्परा नै थिएन भन्छन्। प्रथम उनले लेखेर यसको नाम दिए एसाइज। पछि यो शब्द अङ्ग्रेजी शब्दकोशमा एसेको रूपमा समावेश भयो। मोन्टेन भन्छन्, आफ्नो हृदय खोलेर देखाउनु मेरो काम हो। म नै मेरो निबन्धको विषयवस्तु हुँ, किनभने मलाई सबैभन्दा राम्ररी चिन्ने व्यक्ति म स्वयं हुँ। फ्रान्सेली मोन्टेन पछि अङ्ग्रेजी साहित्यमा देखा पर्ने व्याकरण हुन्। उनै दुवै निबन्धमा उनीहरूको फरक देखिन्छ। निबन्ध भनेको एक प्रकारको गद्य रचना हो। यो ज्यादै नै छोटो हुन्छ। निबन्धलाई दुई किसिमले हेर्ने गरिन्छ, आत्मपरक र वस्तुपरक। आत्मपरकलाई पनि त विचार, भावात्मक, व्यक्ति विभिन्न दृष्टिले हेरिन्छ भने वस्तुपरक पनि वर्णनात्मक हुन्छ, विवरणात्मक हुन्छ। हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले निबन्धलाई एउटा टेबल गफ भन्दछन्। यो कुनै चस्मादार प्राध्यापकको आख्यान होइन, न त ब्राह्मणको यो वेदान्त पनि। उनी आफ्नो लक्ष्मी निबन्ध सङ्ग्रह, म सबैलाई आग्रह गर्छु पढ्ने विद्यार्थीहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध लक्ष्मी निबन्ध सङ्ग्रहलाई एकखेप भए पनि पढुन्। र हामी विषयवस्तुमा प्रवेश गर्नेछौँ। मेरो आजको विषय हो पर्खाइ। यो 2010 सनमा अङ्क 2 वर्ष 2 प्रेरणा भन्ने पत्रिकामा सिक्किमबाट प्रकाशित भएको लेख हो। यो पर्खाइ पशुपति खनाल, बिपुरी आसाम। प्रेक्षागृहको
प्राङ्गणको बत्तीहरूले ढाक्न नसकेका अलिक परतिरका बाक्लिएका अन्धेरामा पर्खिबसेका छन् एक हुल युवा युवती। एक रमाइलो साँझमा समयभन्दा धेरै पहिलेदेखि पर्खिबसेका हजारौँ दर्शक सायद यसरी नै लाखौँ लाख मानिसले सफलता हात पार्न जिन्दगीको स्वाद पाउन बसेका होलान्। पर्खिन सक्नु पनि एउटा ठुलो कला हो। समय पनि स्वयं पर्खाइ नै हो। सर आइजक न्युटनको टाउकोमा आइफल झर्नु र त्यो आइफल चाहिँ पृथ्वीको आकर्षक शक्तिले झरेको भन्नु पनि समयकै पर्खाइ हो। के त्योभन्दा अगाडि रुखबाट आइफल झरेको थिएन र? ऊ गएर रुखमुनि बस्नु र फल झर्नु पर्खाइ हो। पर्खन मानिसले प्रकृतिबाटै सिकेको छ। जाडाले गर्मीलाई, गर्मीले जाडालाई, शिशिरले वसन्तलाई, वसन्तले शिशिरलाई, प्रेमिकाले प्रियजनलाई, प्रियजनले प्रेमिकालाई। हाम्रा हजारौँ पुरुषहरू धन कमाएर ल्याउन विदेशिएका छन्। घरमा उनीहरूको श्रीमती लोग्नेको पर्खाइमा बसेकी छन्। पर्खाइको अन्तिम त मृत्यु नै होला। पर्खँदा पर्खँदै मृत्यु हुने, मृत्युको संयममा पुगेर पनि सफलताको सपना रचना गर्दै मृत्यु हुन्छ। पर्खाइ पनि पूर्वीय दर्शनको एउटा विशेषता होला। होटेलमा गएर चिया मागे एकछन पर्खनुहोस् है भन्दै भित्र पस्छ। अफिस अदालत आदि जुनसुकै ठाउँमा गए चर्चा सुनिन्छ, पर्खनुहोस् है। अध्ययन गरेर जागिर खाने क्रममा युवा युवतीको पर्खाइ पनि अर्को छैन। पर्खाइको सुरु कहाँबाट भयो र कसले पहिले सुरु गर्यो त्यो किटेर भन्न गाह्रो पर्ला। शकुन्तलाले अन्जानमै दुर्वासालाई पर्खाइएको दोहोऱ्याई दोहोऱ्याई पाठकलाई भनिरहनु पर्दैन। प्रेक्षागृहबाट निस्केको लामहरू विलीन हुँदै जाँदैछ। उनीहरूको नाटक हेर्ने पर्खाइ नै छ। त्यो त दुखेको मनलाई बिसाउने एउटा चौतारी पो थियो त। कुनाको चौतारीमा बसेर पढ्ने व्यापार गर्ने एउटा रमाइलो क्षण पो थियो त। तर त्यो पनि पर्खाइ नै भएर रह्यो। पर्खनुको सकारात्मक पक्ष साह्रै छैन जस्तो लाग्छ। पर्खनु भनेको ढिलाइ गर्नु हो। ढिलाइलाई हामीले राम्रो भन्न सकिन्न।